चाहिँ हामीहरू मनाङ भ्यालीमा पुगिरहेको छौँ। अब 20 मिनटमा चाहिँ हामी मनाङ यहाँ चाहिँ हामी खाना खानको लागि रोकेका थियौँ। यस्तो दामी भ्यू थियो गाइस, जम्न नसकिने। यो चाहिँ आधा बाटोमा पर्छ गाइस। यो चाहिँ म र साथी यतातिर यसो बाटोमा घोडा देखेर अनि हामीहरू रोकेको थियौँ। यस्तो राम्रो गरेको थियो गाइस। यो घोडा यस्तो मारेको थियो। यो चाहिँ आइस लेक जाने बाटो गाइस। यस्तो अफरोड थियो अनि भ्यू त नेक्स्ट लेभल। अनि हाम्रो बाइक चाहिँ रोकेर हामी बसेका थियौँ यहाँ। त्यहाँ तल थियौँ, त्यहाँ 3000 कति 700 जति थियो। अनि माथि आयौँ अरू। अब नन स्टप 1.5 घन्टाको वकिङ छ अनि बल्ल हामी माथि पुग्छौँ। 42,000 को फिटमा केटाहरू हिँड्दैछन्। अलिकति टाउको र अलि सास फेर्न अप्ठ्यारो हुँदैछ। हिमालमा पुगिँदैछौँ माथि माथि। यो डाँडाको उतातिर चाहिँ तिलिचो हो, नेपालको वर्ल्ड हाइएस्ट लेक भन्छ। त ऊ त्यो दोस्ती के भन्दै थियो झन् मलाई, होइन हिजो भर्खरै चाकु काटेर आए साथी, अहिले त बढेर बिच्दै थियो भन्दै थियो। लाई आमा तेरो त यस्तो दामी फोटो आयो, भिडियो आयो नि छोडिदिएला। ल गाइस टिफिन टाइम, चाउचाउ खाँदैछौँ। टिफिन भर्खरै भयो। यस्तो भ्यूमा चाउचाउ खानु चाहिँ मजै आउने रहेछ है गाइस। जिस्किन नाच ल। ऊ त्यहाँ तलदेखि यहाँसम्म आयो। यहाँ चाहिँ हिलको ट्रेकिङ गरिँदैछ। एउटा लट्ठी छ माथि बोतल नजानी गाह्रो हुने, जाडो पनि त्यत्तिकै।